अहिले चाहिँ मैले S25 अल्ट्राबाट भिडियो बनाउँदैछु। यो चाहिँ 1x जुममा हो। अब कतिलाई रिभ्यू चाहियो भने मसँग सोध्दा हुन्छ कस्तो छ फोन भनेर। यो 3x जुम भयो, 5x भयो, अनि यो चाहिँ 10x भयो। भिडियोमा चाहिँ यो 20x सम्म चाहिँ गर्ने रहेछ सायद, अब केही भएर होला। फोटोमा चाहिँ 100% 100 सम्मै हुन्छ। अनि यो दायाँ बायाँ पनि लैजान मिल्दो रहेछ, जुमलाई चाहिँ प्लस माइनस गर्न मिल्दो रहेछ। अब यो यतिको खिच्नु भनेको चाहिँ पावर ब्याट्री के क्वालिटी त यस्तो राम्रो छ नि, के भन्न सकिन्छ। अब यो त्यसलाई त्यही पनि अब कसैलाई रिभ्यू चाहियो भने S25 अल्ट्रा किनौँ कि आइफोन किनौँ होइन। अब म त एउटा युजर स्यामसङ ग्यालेक्सी अब मैले पहिला नि चलाएको, तर त्यो A सिरिज चलाएको थिएँ। अब यसमा चाहिँ के छ भन्दाखेरि अब म चाहिँ एकैचोटि S53बाट S25 अल्ट्रामा गएको भएर अब म आइफोन चलाएको चाहिँ एक्सपिरियन्स भनेको अब SE2 मात्रै छ। अनि 11 अब हल्का चलाएको थिएँ, 15 पनि हल्का चलाएको थिएँ। अब त्यसले गर्दाखेरि मलाई चाहिँ अलिकति बेटर लाग्यो। 16 प्रो म्याक्स अब मसँग छैन कम्पेरिजन गर्नको लागि होइन, तर 15 प्रो म्याक्स भन्दा त फार बेटर छ। अब लो लाइटहरू यताउताहरू अब फोटोहरू कस्तो आउँछ त्यसको लागि पनि अब कसैले सोध्नु मन छ भने रिभ्यू मसँग सोद्धा हुन्छ।